मेरा साथीहरू आज म सोसलको प्रोजेक्ट पाएर धेरै खुसी छु। सोसलको प्रोजेक्टमा म विषय लिएर छु विकास पूर्वाधार। विकास पूर्वाधारको भनेको कुनै पनि ठाउँमा सकारात्मक कार्य गर्ने तर्फलाई विकास पूर्वाधार भनिन्छ। हाम्रो देशमा पूर्वाधार विकास सोची उपयोग भएको छन्। अहिले पनि विकास निर्माणमा सहयोगी रहेको छ, तर मुलुकमा विकासका हुन नसक्ने विभिन्न कार्यहरू हुन्। शिक्षण युवती विभिन्न साधनको उचितता उपयोगी हुन सिक्ने छैन। विकासका पूर्वाधारको महत्त्वहरू यस प्रकारका छन्। स्थानीय स्थिति साधन उपयोग गर्ने, विकास निर्माण सहयोगपूर्ण, बजार विस्तार हुने, रोजगारी अवसर प्रयोग हुने। विकासका पूर्वाधारहरू स्थानीय शिक्षक, शौचालय, यातायात, खानेपानी, औद्योगिक